बुद्धले के भनेको छ नि दानी दगी गोर्नी के भनेको छ आफैको नाथ आफै हो अरे क्या आफैको पाप आफैले काटी गर्नुपर्छ आफैको पुण्य आफैले कमाउनु अरूले कमाएर पुग्ने कुरा हुँदैन अरे क्या आफैले पाप गरेर अरूले कटाएर काट्नु सक्दैन भने त्यसले गर्दा आफैको पाप आफैले काटी गर्ने आफैको नाथ आफै गर्नुपर्छ आफैको हित आफैले गर्नुपर्छ हो त्यो भनेको त्यसले गर्दाखेरि हामीले जोर गर्ने अब यो हाम्रो मनुष्यको जुन रूप भनेको पहिलेको जुनमा हामीले धर्म गरेर त्यसको फल हो क्या कतै हामीले पहिलेको जुनमा यसो धर्म गरेको छैन भने त हामी त अहिले न त्यो किरा फट्याङ्ग्रा हुन्छ कि न कुकुर हुन्छ कि न माछाहरू हुन्छ कि होइन पशुहरू हुन्छ कि न नर्कमा छ कि न पेटमा छ त्यही नपाउने कारण के भयो अहिले हामी मनुष्य छ नि हामीले यसो सोच्दाखेरि चाहिँ हामी त्यहाँ किन पुगेको छ भन्दाखेरि पहिलेको जुन हामीले धर्म गरेको छ भन्ने बुझ्नुपर्छ एउटा चाहिँ धर्म के गरेको छ भन्दाखेरि सबैभन्दा धर्म चाहिँ मनुष्यको रूप लिनु र देवलोकमा जन्म लिनु लागि के होइन शील लिनुपर्छ शील पालन गर्नुपर्छ जस्तै काटमाड नगर्ने बिहाबिजर नगर्ने नचोर्ने नलुट्ने नटार्ने छ नि हो त्यसको शील पालना गऱ्यो भने जस्तै हामीले सजिलोसँग बुझ्नुलाई युङ्ने भएछ नि हो त्यो युङ्ने जस्तो बस्दाखेरि नि युङ्ने पनि त्यहाँ 8वटा शीलहरू हुन्छ त्यो शील पालन गर्छ नि हामीले 24 घण्टा हो त्यो त्यस्तो शील चाहिँ गृहस्थले गरे अब लामा बिचुहरूले त गरेको हुन्छ शर्मनहरूले त सधैँ हुन्छ अनि गृहस्थीले पनि 1 वर्षमा 1 दिन पनि त्यस्तो 24 घण्टा एउटा शील पालन गर्न सकेन भने त्यो व्यक्ति चाहिँ अनि दुर्गतिमा जन्म लिन्छ दुर्गति भने कहाँ एउटा चाहिँ पशु एउटा प्रेतका एउटा नर्का त्यो ठाउँमा चाहिँ जसरी जन्म लिन्छ भने त्यसले गर्दाखेरि वर्षमा एकचोटि सक्यो भने त अब यस्तै अब यहाँ अहिले तपाईँले यहाँ जुन 1 महिनासम्म यसरी यहाँ बसिरहेको छ नि हो त्यतिखेर शील पालन गर्नु 1 महिना शील पालन गरेको लागि त धेरै ठुलो धर्म हुन्छ हो त्यो नकाट्नु नमार्नु नलुट्नु